माई मेला 2082 को अन्तिम तयारी कस्तो भइरहेको छ? सबैजनालाई माघे संक्रान्ति पर्वको धेरै धेरै शुभकामना। हामी झापाको कन्काई स्थित कन्काई माई किनारमा लाग्ने यस ऐतिहासिक मेला प्राङ्गणमा उपस्थित भइसकेका छौँ। आज अन्तिम तयारी कस्तो छ भनेर तपाईँहरूलाई देखाउन गइरहेका छौँ। भोलि माघ 1 गते यानि कि माघे संक्रान्तिको दिन यहाँ बिहानैबाट हजारौंको संख्यामा भक्तजनहरूको उपस्थिति हुने गर्छ। मकर स्नानको लागि नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत धेरै भक्तजनहरूको उपस्थिति हुने गर्दछ। अब तपाईहरुलाई आज मेलाको अन्तिम तयारी चाहिँ कस्तो छ त त्यो दृश्य देखाउँदैछु। माईबेनी मेला 2082 मा चाहिँ खास गरी मकर स्नानको लागि नेपालबाट मात्र नभएर छिमेकी मुलुक भारतबाट समेत यहाँ हजारौंको संख्यामा भक्तजनहरूको उपस्थिति हुने गर्छ। हामी यहाँ देख्न सक्छौँ हाम्रा गुरुहरू यहाँ बसिसक्नु भएको छ। भोलि बिहान मकर संक्रान्ति चाहिँ धुमधामका साथ मनाइनेछ र सबैजनाले मेलामा आउँदाखेरि अत्यन्तै सभ्य भएर अत्यन्तै सौहार्दपूर्ण वातावरणमा तपाईहरु आइदिनको लागि म अनुरोध गर्न चाहन्छु। के तपाईँ बाइक मर्मत सम्बन्धी उत्कृष्ट ग्यारेजको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुरुङ्गाको झापा रोडमा रेड क्रस जाने बाटोसँगै जोडिएको ह्याप्पी बाइक गुरुलाई सम्झनुहोला। यस ग्यारेजको नम्बर हामीले यस भिडियोसँगै राखिदिएका छौँ। आवश्यक परे सम्पर्क गर्न सक्नुहुनेछ। खोलातिर भोलि यो जुन हामीले खोला देखिरहेको छौँ यस स्थानमा चाहिँ बिहानैबाट भक्तजनहरू मकर स्नानको लागि आउनुहुनेछ। यहाँ आएर स्नान गर्नाले चाहिँ शरीरमा भएका विभिन्न छाला सम्बन्धी रोगहरू निदान हुनुका साथै आफ्नो मनोकामना पुरा हुने विश्वास समेत गरिएको छ। त्यसो भएको हुनाले गर्दाखेरि आज बेलुकैबाट यहाँ हाम्रा साधु सन्तहरू समेत बसेर बेलुका चाहिँ यहाँ ध्वनि राखेर रातैभरि चाहिँ भजन कीर्तन समेत हुने गर्दछ। माथि हामी कोटी होम भित्र विभिन्न मन्दिर देख्न सक्छौँ। त्यहाँ मन्दिरमा पनि भजन कीर्तन कार्यक्रम हुनेछ, ध्वनि तापिनेछ, गुरुहरू हुनुहुनेछ, अन्य भक्तहरू हुनुहुनेछ। मेलामा चाहिँ खास गरी रोड टेपिङ त्यसै गरी ड्रागन लगायत अन्य कुराहरू समेत हामी देख्न सक्छौँ र मेलालाई सभ्य भव्य बनाउनको लागि चाहिँ जिल्ला प्रशासन कार्यालय झापाबाट समेत यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको भनेर एक प्रहरी सुरक्षाकर्मीले हामीलाई जानकारी दिनुभएको छ। तपाईहरु सबैजना मेला भ्रमण गर्न आउनुहोला। सबैजनालाई एकमुष्ट रूपमा माघे संक्रान्तिको धेरै धेरै शुभकामना।